हाम्रो आजको गेट टुगेदर आज चाहिँ आइतबार होइन हामी सबैजना चाहिँ एकदम एउटा फ्यामिली गेट टुगेदर घुम्न जाँदैछौँ माथि डाँडामा है। खोला पारी राम्रो ठाउँ छ होइन, ठाउँ राम्रो छ। कहिलेकाहीँ घुम्नुपर्छ। मान्छेको जीवनमा जहिले पनि राम्रो हुन्छ भन्ने चाहिँ हुँदैन क्या होइन। कहिले नराम्रो पनि हुन्छ, कहिले राम्रो पनि हुन्छ होइन। तर घुम्ने टाइम चाहिँ आफूले निकाल्नुपर्छ। तर हरेक बेला चाहिँ खुसी भएर जिउनुपर्छ क्या, हरेक पलहरू के एकदम होइन। भोलिको दिन के कस्तो कसैले थाहा हुँदैन क्या। त्यही भएर चाहिँ आज हामी जाँदैछौँ। उकालो छ ओह्रालो छ, हेरौँ के कस्तो छ बाटोहरू है। हाम्रो केटाहरू पछाडि आउँदैछन् गिटार सितार बोकेर। सामान पनि टन्ने छ, केटाहरू चाहिँ बोकेर लिइरहेछन्। गिटार छ होइन, हरेक अन्य सामानहरू पनि छ। त्यस्तै हो। अब घुम्न जाँदाखेरि अलि म्युजिक सिस्टम पनि लिएर जानुपर्छ क्या, रमाइलो पनि हुन्छ होइन। कतिपयहरूलाई चाहिँ मजा पनि आउँछ। त्यही भएर चाहिँ आज हामी यहाँ पुगिसकेपछि चाहिँ हामी यहाँ पानी सानी खान्छौँ। कतिको गर्मी भयो, गर्मी भयो। कहिले थाकेर त्यत्रो उधालोबाट यहाँ आउनुपर्ने होइन, थाक लाग्यो होइन। अनि ल माथि गयो झुस खाने ल। ए हेर्नु साथीहरू, यस्तो पसिना त रल्ली चलिरहेको छ। ल जुस खाऊ, निकाल्छु है। खुल्ला आउँछ कि नै के खोल्छन् आएन। लिउँ खोलिदिन्छु। मिठो छ। रेस्टिङ टाइम कस्तो छ? मिठो छ, मिठो छ। अलि नानीलाई थाक लागेको थियो, त्यसपछि चाहिँ हामी चाहिँ अब लागिहाल्यौँ होइन। जङ्गलको पोरी खोलानिर पुग्नु बाँकी छ। ल हामी चाहिँ फाइनली चाहिँ यहाँ हाम्रो लोकेसनमा पुगिहाल्यौँ। लोकेसन चाहिँ यस्तै छ होइन, खासै राम्रो छैन, ठिकै छ। अलि डाँडामा गरौँ भनेको, तर उता चाहिँ हावा लागिरहेको थियो। हामी यहाँ खोलाको साइडमा आयौँ, यहाँ पानीको सुविधा पनि थियो। त्यही भएर चाहिँ हामीलाई यता सजिलो हुन्छ भनेर चाहिँ हरेक चिजहरू चाहिँ उ गर्न सजिलो हुन्छ नि त। जता पानी हुन्छ त्यतै सजिलो हुन्छ नि त होइन, जीवन जिउने अथवा यही रमाइलो गर्ने होइन, केही पिकनिक खाने। अब त्यही भएर चाहिँ हामीले यतै गऱ्यौँ होइन। र हामी सबैजना आइसकेका थियौँ, काम चाहिँ जारी हुँदै थियो, काट्ने साट्ने। र हाम्रो डिस चाहिँ भनेको चाहिँ एउटा चाहिँ पकोडा बनाउने, एउटा चाहिँ अब त्यस्तो चिकन बिरयानी भन्ने टाइपको जस्तै थियो। र हाम्रो यो चाहिँ सबैजनाको फर्स्ट टाइम थियो क्या यो फ्यामिली एउटा घुमफिरमा होइन। तर चाहिँ हाम्रो पहिलो डिस चाहिँ बन्छ हाम्रो सानो नानी चाहिँ यसरी। र यहाँ चाहिँ बाख्राहरू पनि आएर छन् होइन, रमाइलो थियो। यस्तो हो क्या, हामी नेचरसँग जति जोडियो नि त्यति राम्रो हुन्छ क्या। हामी नेचरसँग नेचुरल प्रकृतिसँग जति जोडियो त्यति राम्रो हुन्छ होइन। त्यति कुरा सिक्न मिल्छ होइन। र अलिकति माइन्ड पनि फ्रेस हुन्छ। कहिलेकाहीँ चाहिँ हाम्रो पनि यस्तो यस्तो चिजमा चाहिँ गर्नुपर्छ क्या होइन। ल फाइनली चाहिँ हाम्रो पकोडाको डिस चाहिँ रेडी भइसक्यो होइन। अब अहिले हाल्न मात्र बाँकी छ। र हाम्रो यहाँ नानीहरू खेल्दैछन् होइन, एकदम प्रोटिन मात्र रेडी छन् होइन। त्यही भएर चाहिँ यस्तै हो। चाको चाहिँ बलिहाल्यो होइन, ट्याक्क भएर मजाले बन्छ। ल बनाइदियो बन्द त भयो। कस्तो लागिरहेको छ पकोडा? मिठो आजसम्म। पकोडा पकाउँदै पकोडा खाँदै अलिकता कुराकानी गर्दै गिटार गाउँदै गिटार बजाउँदै गीत गाउँदै अलि रमाइलो गर्दै होइन। र पकोडा पनि पाक्दै थियो। अब खाँदै यता गीत गाउँदै अलि इन्जोय, अलि मन खुलेर होइन बस्नुपर्छ क्या नेचरसँग होइन, प्रकृतिसँग। अब घरमा त जस्तो बसियो बसियो, हरेक टेन्सन हरेक तनावदेखि होइन। अब बाहिर नेचरसँग घुम्न गएपछि त अलिक खुलेर जिउनुपर्छ क्या होइन। आज के हो भोलि के हो मान्छेको जीवन थाहा हुँदैन होइन। अब चाहिँ हाम्रो अर्को डिस छ। अब पातलो ढुङ्गामा चाहिँ पातलो ढुङ्गाको चाहिँ तवा बनाएर चाहिँ त्यसमा चाहिँ मासु चाहिँ पातलो लेयरमा काटेर ट्याक्कै तातो ढुङ्गामा राखेर होइन, त्यसमा आलु पनि राखेर एकदम राम्रो होइन। कहिलेकाहीँ खानुपर्छ यार होइन, जिन्दगी यस्तै हो कि इन्जोय गर्ने भने चाहिँ गरिहाल्नुपर्छ। र यस्तो चिजमा खानु भनेको मजा नै बेग्लै आउँछ क्या होइन। घरमा त कति खाइयो कति खाइयो, बाहिर घरदेखि बाहिर होइन खाऊ, रमाइलो हुन्छ कि त्यो दिन भनेको त्यो माइन्ड फ्रेस हो कि
माइन्ड रिसेट गर्दै दिनु क्या रिसेट होइन र यस्तो मुमेन्ट भनेको चाहिँ कहिलेकाहीँ मात्रै हुन्छ क्या होइन सधैँ आउँछ भन्ने छैन नि त त्यही भएर चाहिँ घुम्ने काम चाहिँ एकदम पहिलो प्रथम हो क्या फेरि र अलिअलि यसो रेस्ट गर्दै होइन खाएको खाना अलि इन्जोय गर्दै कुराकानी गर्दै हामी सबैजना त्यसपछि चाहिँ हाम्रो चाहिँ हल्का नयाँ डिस हुन्छ तिम्रो साथीहरू त बसिरहेको रहेछ सानो बोक्नु पर्दो रहेछ जहाँ गएको त्यो 17,000 को किन रहेछ सुमन किरो बसेको किन के खुसी नदिने यस्तो जङ्गलमा आएर नखुसी हुने कुरा हुन्छ आँखा नमिर यसमा तातो छ कि अङ्कल छाम्नु न छाम्नु त माथि त हजुरआमाले साबुनले लगुला फेरिको अनि नेचुरल भाडा यस्तो लाउने कालो जाने नजान्ला यार अब चाहिँ यहाँ पुलाउको लागि चाहिँ रेडी हुँदैछ चिकन बिरयानी होइन फर्स्ट टाइम बनाउँदैछु तर चाहिँ धेरै आउँदैन जति आउँछ त्यति बनाउने हो अब गाजर साथै काटेर होइन पुरै ठिकै लेभलमा काटेर अब पुरै यसलाई चाहिँ एकदम राम्रोसँग अब लगभग चाहिँ हाम्रो चिकन बिरयानीमा हाल्ने चाहिँ सब रेडी भइसक्यो होइन अब बाँकी चाहिँ चामल उम्लिँदैछ उता होइन अब पाकी लाग्न सक्यो त्यसपछि चाहिँ अब हाम्रो सबै मिलावट गरेर ट्याक्क बनाइन्छ मसला हालेर ट्याक्क होइन ल साथीहरू हाम्रो फाइनली चाहिँ हाम्रो चिकन बिरयानी जस्तो चाहिँ भयो भने रेडी भइसक्यो होइन अब यसले टक्क खाएर पिएर मजाले यो ठाउँबाट निस्किने हो होइन के गर्ने यस्तै हो कहिलेकाहीँ घुम्नुपर्छ समय हुँदैन सबैसँग घुम्ने मौका पाइयो होइन राम्रो लाग्यो र तपाईँ पनि घुम्नुहोस् इन्जोय गर्नुहोस् आफ्नो लाइफदेखि कहिले पनि तनाव मानसिक तनावबाट टाढा हुने नै उपाय यही हो कि घुम्ने होइन हरेक चिजहरूलाई चाहिँ एनालाइज गर्ने जङ्गलतिर गएर होइन ट्याक्कै टुक्कै यताउतिको हरेक सोचहरू लिएर दिमागलाई मात्रै फ्रस्ट्रेट हुन्छ क्या माइन्ड होइन त्यही भएर चाहिँ एकदम इन्जोय गर्नुपर्छ फ्यामिलीसँग र आफ्नो साथीभाइहरूसँग है टेक केयर गाइस यति नै हो आजको ब्लग र हेर्दै गर्नुहोला सुन्दै गर्नुहोला माया छ है चलाउनु त्यो आकाश चाहिँ मन त त्यही 4 महिना त जेठो हल्का साथी जस्तै अब खानासाना सब खाइसकेपछि ट्याक्कै अब भाँडासाँडा धोएर केटाहरू होइन अब पुरै रेडी छन् अब सबै धोएर सकाएर यहाँबाट निस्किनुपर्छ होइन अब हामी यहाँबाट निस्किसकेको हुन्छौँ होइन टाटा बाई बाई आजको यो ठाउँलाई अलविदा छ भोलि कुनै दिन आउँला होइन कुनै बोझ लिएर आउँला कुनै चिन्ता फिक्री लिएर आउँला यो ठाउँमा बिर्सौँला।